कति खानु कालो दाल कति खानु आलु धेरै आलु खायो भने फुलिन्छ रे तालु भिटामिन भनिदिन्छन् सधैँ कौली र सागा नखाऊ भने हरिनारायण हुन्छ कि कागा सधैँ मैले खानै पर्ने तरकारीको झोला कहिले काहीँ त झुक्किएर खाऊ न मासुको झोला बसु खाऊ न एबा कति खानु कालो दाल बसु खाऊ न एबा कति खानु कालो दाल लु हौ बरु घोप्ट्याइन्छु थाल अब हुन्छ बाबा।